Bye bye. I find my own spiritual journey, and दसैँको हाम्रो खाना मेरो बुढाको बिस्तारै बिस्तारै हाम्रो जमरा चाहिँ दुईजनालाई ठिक्क थोरै जमरा चाहिँ यस्तो भएको थियो अनि थोरै जमरा चाहिँ मैले यता पनि राखेको छु अनि हाम्रो चाहिँ सेतो टिका अनि यो चाहिँ मेरो बुढाले उता क्याम्पबाट लिनु भएको हो यतिको सेटअप गरेँ हल्का दुईजना मात्र छौँ नि त मलाई दिनुको लागि उहाँले पैसा लिएर आउनु भएको रे 20 रुपैयाँ त पुग्दैन त अहिले अब डिजिटल भएर मोबाइल फोनबाट पनि दसैँको पैसा दिनु सकिन्छ अब टिका लगाउँछौँ है त हजुर सुख समय शान्ति समृद्धि होइन त्यही अनुसारको होस् धेरै पैसा कमाउनु बुढालाई पनि है घरको यस्तो भएछ नि चाहिँ मेरो सानोलाई धेरै भयो भने अब हुन्छ तपाईँले लगाइदिने अब मैले अब मलाई रिस नउठाऊ अनि जे कुरामा मलाई सोह्र बेला बल्ल गर म खुसी भयो भने सबै खुसी हुन्छ सबै राम्रो हुन्छ मलाई धेरै रिस उठायो भने काममा चाहिँ बिग्रिन्छ मलाई धेरै माया गर्नु त्यसपछि बाहिर गएर फोटोसोटो खिच्छौँ अनि त्यसपछि त्यही हो बगिरहेछ तर सुक्यो भने चाहिँ तालिन्छ होला ह्याप्पी 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 दसैँ सबैजनालाई मैले चाहिँ 20 पाउन्ड पाएँ मेरो बुढाले दिनुभएको 20 पाउन्ड मनिष चाँडै बिहे होस् छिटै फ्यामिली क्वार्टर पाउने आशीर्वाद आफै भन्दैछ भाइले बेमानी टिका लगाउन पाएँ त्यसलाई त मैले लगाइदिन बाँकी के अरे लोकन्दी मलाई राखौँ लोकन्दी मलाई सालीहरू छ भने मलाई यो त नेक्स्ट इयर ढुक्क हो क्या मुर्जी ला यस्तै भयो चाहिँ ल दाजुको अनि खुट्टा ढोक पर्यो नि आज त हो आज सबै खर लगाइरहेछ है मलाई सबैजना आइदिनु भएकोमा एकदम धेरै अनएक्सपेक्टेड भयो तर खुसी लाग्यो सबैजना आउनुभयो बल्ल दसैँ जस्तो भयो क्या अनि त्यही भएर बसेर खाम भनेको झन् भाइ बहिनीहरू आएको झन् सुनमा सुगन्ध भयो हाम्रो घर सधैँ कहिले पनि आँखामा आँसु देख्नु नपरोस् होइन सफलताले चन्द्रमा छुओस् होइन सफलताले चाहिँ चन्द्रमै छुओस् मेरो नम्बरीको म चाहिँ त्यही भन्छु ल मनैदेखि आशीर्वाद ल सबैलाई नम्बरहरूलाई चाहिँ हाम्रो चाहिँ त्यही हो मेरो नम्बरहरूलाई सबैलाई आशीर्वाद
बिचरा भाइलाई होइन त्यो तल तलको झारिदियो चेयर्स ला चेयर्स चेयर्स ह्यापी दशैं ह्यापी दशैं ल राख्नु पाउँदैन ल ह्यापी दशैं एभ्रीवान अब चाहिँ हामी चाहिँ खानु लागेको खाँदैछौँ भाइ बहिनीहरूसँग ल खामै खाम सबैजनालाई त अलि यता सरद आऊ दोस आऊ अलि खुल्ला गरेर खाऊ लाग्यो ल हजुर हामी त खै त आज यस्तो गरिरहेछ हामी चाहिँ सोनी दिदीको घरमा चाहिँ खाना खान जान लागेको दसैँको हाम्रो खाना मेरो बुढाको हामी चाहिँ सोनी दिदीकोमा छौँ त दाईहरू सबैजना खान्छौँ अब आउनु दिदी पो झर्छ भाइ बहिनीहरूलाई रमाइलो Welcome to China. Guruji, thank you very much. कसले जित्छ ल सो दिदी सो सोनी दिदी यी जुट त यहाँ हो कलर चाहिन्छ कि मलाई जुट हो क्या के जुट हो कलर चाहिन्छ कि मलाई हो जुत्ती छैन एक आएको बढी चोर बाबु के खाली भयो के हुन थाली अघि मैले मौका दिएको थियो यसो दाइले जित्नु भयो ल सोनीको पनि भन्नुहुन्न कि कसरी खान्थ्यौ रे सानोमा तिमीसँग छ कस्तो राम्रो गर्यो त नि एक्स्ट्रा पाउँछ भने चारवटा रुकु माइ गोटा आँखा नि राम्रै हो मन पर्यो नि गोटा आँखा नि राम्रै हो मन पर्यो नि गोटा रुकु माइ गोटा आँखा नि राम्रै हो मन पर्यो नि गोटा आँखा नि राम्रै हो मन पर्यो नि गोटा सुरुमा बाहिर बहिनीको सुरुमा तिमी र म त्यसपछि बाहिर बन्दना बहिनी त्यसपछि त्यसपछि बुहारीको अनि मेरो र बुढीको जिन्दगीमा सुख भन्ने कुरा एकदमै ढिलो आउँछ होइन एकदमै रेयर आउँछ होइन तिम्रो आएको छ म त दिन्छु भनिरहेको छु त भेना अनि वी वान टु सेलिब्रेट टु द फुल प्लिज ल सालो भेना नाच्छ अब ला भारी मलाई कसले देला धन कसले देला धन मलाई कसले देला धन ला आफै आफै लेट्स गो बेला भएन
आफै कसले देला दान मेरो च्याङबा मेरो च्याङबा बेना के दिउ तपाईले के दिउ तपाईले के दिउ बेना मेरो च्याङबा तपाईलाई म के दिउ के बेना बिउले बाल कुर्ती बिउले बाल ओइ बिउले बाल दिने हो कुर्ती बेना ओइ के हो आज कुर्ती आज लाइन कुर्ती सुरु भइसक्यो सकेको छैन सुरु भइसक्यो बन्दैछ बेनाले दिसो गरे मलाई भइसक्यो च्याङबा अब धन ए आफै बेनालाई ब्लू लेभल हो ग्रुप डान्स भयो अलि ठुलो साउन्ड जम्मे जल पानीमा होइ आँखा पर्यो नानीमा रेजिना यता यता अगाडि जम्मे जल पानीमा होइ आँखा पर्यो नानीमा पुर्जीको नाम नला अंग्रेजी मलाई सुन्नु मन लागिरहेछ दाइको ल बोइन सुन्यो ल लेट्स गो इन इंग्लिश आई फाइन्ड माई ओन स्पिरिचुअल जर्नी हैन च्याङबाले पनि लाइक मी च्याङबाले पनि फाइन गरोस् तर खुसी हो आफूलाई चाहिँ के गर्दा खुसी हुन्छ हैन के गर्दा चाहिँ अनि दिस इज मी दिस इज हु आई एम भनेर थाहा हुन्छ हैन that is who you I am हैन अनि च्याङबा तिमीले बुझ्यो किन बुझ्दिन बेनालाई ओए बोल्दिन कमलो त देखाउनु होइन कि यहाँ के यतिको सपोर्टिभ चाहिँ हुनु पर्यो लिम्बू अनि त्यो रानाहरु बढी देखाउनु भएर कमला हामीले नामसिन जस्तो हो कस्तुरी दाइ कस्तुरी मेरो छोरी जस्तो हुन्छ मेरो बाबु जस्तो हुन्छ Kami jadi bisi jimla apa sih kata pangga? Yo tak gorsa kita. Ngasih yo. Tapi jangan malu lah, nak kena. बाबू तिमीले सुन्नु त नि हैन के बन्दना बहिनी तानी हो सुनौ रेजना बहिनी तानी हो मेरो बुवाले खाली हुनु भएन हैन
Thank you so much. Bye bye. Bye bye. म चाहिँ कामबाट फर्किँदै हो अनि शान्ति दिदीको घरमा पार्टी छ आज पनि काम गरेर अब पार्टी खान जाने हो अनि बुढा चाहिँ मलाई लिन आउनु भएको अनि अब चाहिँ हामी जान लागेको तर म चाहिँ यहाँ अब यस्तै छु अब घरमा गएर रेडी भएर अनि त्यसपछि जाने अहिले चाहिँ ठ्याक्कै 8:06 भयो अब छिटो गएर रेडी भएर अनि अब फेरि आज चाहिँ शान्ति दिदीकोमा जाने हो हाम्रो दसैँ चाहिँ ओ माई गॉड है बुढा पार्टी भइरहेछ तर हामी जानुपर्ने हुन्छ शान्ति दिदीको घर आज चाहिँ शान्ति दिदीको अस्ति चाहिँ हामी सोनी दिदीकोमा गएको थियौँ भने आज चाहिँ हामी शान्ति दिदीकोमा जान्छौँ सो सी यू गाइज नमस्ते 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 दाइ यो चाहिँ हजुरलाई है भाग्यमा लिनु आयो भन्न के भन्नु मामा माइती गरे ल तिमीले लाउनु भरे त भिडियो नभएको रहेछ दिदी फेरि रिटेक जिन्दगीको दुःख अर्चनाहरू सबै कटोस् है बाधा अर्चनाहरू केही नआओस् है भगवान सधैँ दाइने होस् ल धन्यवाद गुरुजी लिगेन फेरि खाली छोरी यो अङ्कलको बाट ल थ्याङ्क यू ओपन गर न एकदिन के रहेछ यो पाडे हुने भयो You like it? Yeah. Thank you, Mona. हामी चाहिँ खानु लाग्यो अब यदि 9 बजे क्वार्टर खाएर भरे 12 बजे आज चाहिँ यहाँ गेम चाहिँ पुरा हुन हेर्दैछु त मैले अहिले ल दुकी चौक पञ्च रन पर्यो तिमी दुईजना के दुईजना पल्टा खानु त फेरि जुट मात्र हो जुट मात्र हो मेरो पनि मिसी जुट दिदी अहिले ठिकै छ दिदी ठिकै छ जितेको पैसा त मलाई 10 को दिन त सुन दिदी फेरि राख्नु दिदी ला देख्यौ झन्नै मेरो पालो हो सबै सिन हो नि त हैन यहाँ त भिडियो सो हान्दिम क्या हुन्छ ल 30 भयो प्लेन गरौँ होला यत्रो धेरै भइसक्यो तिमी खोल्देऊ न त खोल्दिम ल सो ल उसको तोप छ खाए एक कबासा मिस के छ के तोप भन्ने हो त्यसै दास कहाँ आइराउ देखाउँदै छ मेरो रङ यसले जितेको यो रन त खानुस् बहिनी मिसी जुट रहेछ ए हो छिमेकी दिदीकोमा भोलि खसीको मासु यस खसीको मासु पाक्यो बन्द दिदी भोलि भोटे के गाछ भन्छु बन्द सो गर्नु न नि मेरो पैसा खानु छ अब खानु क्या भोटे के गाछ सो भन्छ त नि ए छैन रहेछ
दुईबाट हैन दुईटाले ल हाफ हाफ गर्नु पहिला सो हाफ ल मैले सोही गरे हैन होइन त्यहाँ सुइटा एक कथा भन्दै सबै छ कहाँ दुईजना अब म त सो भन्दै भन्दैन मैले भन्दै भन्थेन मोटा मोटी गर्छ नि बुढी होइन दुई बराबर बाट्नु पर्यो यो त कहिले भयो हुन्न जसले सोले त्यही हाल्छ 5 त्यो दुध भयो नि यो त गेम 7 8 9 लास्ट हुँदैन यहाँ बोल्न ताति एउटा तातो मैले लास्टमा हालेको ल है त्यो लास्टमा हालेको फर्स्ट सक्यो हौ बुढा अब कहाँ सके छैन नि सक्यो हौ अहिले कम छैन बाई बाई शान्ति दिदी शान्ति दिदी Don't do this to me. Oh, down by you, sorry. बाई बाई झोले ग्याङ गर फेरि गर तपाईँ दाइ दाइ गरिरहेको